आज बिहानै हामी चाहिँ हिँडिहाल्यौँ नानी बाबुलाई उठाएर कारमा हालेर अनि उनीहरूलाई बाटोमै रेडी गर्ने खुवाउने भनेर चाहिँ हामी हाम्रो सब फ्यामिली भएर गयौँ यहाँ पर्थको बसल्टन भन्ने ठाउँमा। त्यहाँ चाहिँ ट्रेन चढ्न पाउँछ अनि यो ट्रेन चाहिँ समुद्रको बिचमा जान्छ। त्यहाँ गएर मजाले समुद्रको भ्यूहरू हेर्न पाउनुहुन्छ। ट्रेन राइड वकिङ दुवै गर्न मिल्छ अनि त्यसको लागि चाहिँ टिकट चाहिन्छ। टिकट चाहिँ बुक भइसकेको थियो। यहाँ क्युमा बस्नुपर्ने हुन्छ, लामो छ क्यु पनि। एकछिन वेट गर्ने भएर हामी चाहिँ यहीँ नजिकैको पार्कमा नानी बाबुलाई खेलाएर कुरेर बस्यौँ। उनीहरू चाहिँ एकछिन रमाइलो गरे। तर त्यो पार्कमा चाहिँ यति धेरै माखा थियो त्यो दिन माखा आमामामा एकछिन बस्न नसक्ने थियो, गर्मी त्यस्तै। त्यसपछि फाइनली हामीहरू चाहिँ पालो आयो। त्यसपछि ट्रेनभित्र गयौँ, ट्रेन हिँड्यो। त्यहाँबाट भ्यू हेर्न चाहिँ एकदमै रमाइलो थियो, एकदमै राम्रो। यो ट्रेन राइड चाहिँ हामी सबैको फर्स्ट टाइम थियो, त्यसैले सबैजनालाई इन्जोय गऱ्यौँ। तर यहाँ पनि माखा लाएर हैरान पारेको थियो, तर पनि हामी इन्जोय गऱ्यौँ सब फ्यामिली भएर। यो भ्यू चाहिँ एकदमै राम्रो थियो। माखा चाहिँ 6 हप्ता भयो यहाँ आएको भन्दै थिए यिनीहरूले पनि। सबजना माखाले चाहिँ हात हल्लाउँदै थिए। भ्यूहरू हेर्न चाहिँ बबाल थियो। तर यहाँ हेर्नुहोस् यस्तो छ माखा। जोयाले चाहिँ ट्रिक अपनाइन, आफ्नै कपडाले चाहिँ मुख छोपेर। सबैले चाहिँ प्रोटेक्सन लगाएको थियो, फेस मास्कहरू यताउति। अनि स्टार्ट भएपछि चाहिँ 17 मिनट पछि चाहिँ हामी त्यो ठाउँमा पुग्यौँ। यहाँ जाँदा एकदमै चिसो हावा, गहिरो समुद्र राम्रो देखिएको थियो। यताउता हेऱ्यौँ, त्यहाँ चाहिँ कसैहरूले डाइभ गरिरहेको थियो, स्विमिङहरू गरिरहेको थियो तलपट्टि। त्यो बोटबाट डाइभ गरेर तल गएको थिए। हामी चाहिँ त्यही एकछिन त्यही हेऱ्यौँ, एकदमै गहिरो। लगभग 15 मिनट जति त्यहाँ बसेपछि हाम्रो ट्रेन फर्किने बेला भएको थियो। त्यसपछि हामी फर्क्यौँ। फर्क्यौँ भने चाहिँ लगभग 30 मिनट जति लाग्छ वान वे चाहिँ। अनि त्यहाँबाट फर्क्यौँ अनि एकछिन पानीमा खेल्यौँ। गर्मी थियो, पानीमा खेल्न पनि आनन्द आइरहेको थियो। यो अर्को ट्रेन चाहिँ छुट्यो त्यहाँबाट। यस्तो राम्रो, बाहिरबाट हेर्दा झन् राम्रो देखिन्छ। त्यो ट्रेन राइड पनि एकदमै रमाइलो हुन्छ। तपाईँ पनि जानुहोला। थ्याङ्क यू।